मैले हिजो अस्ति भ्लगमा देखाएको थिएँ के भन्छ खजुर नै भन्छ होला के यसरी पानी लगाइरहेको हुन्छ यहाँनिर चाहिँ यो हामी खास झार भन्छौँ होइन यहाँ चाहिँ फुल फाइनल्ली मैले तपाईँलाई भनेको ठाउँ देखाउन आइसकेँ यहाँनिर चाहिँ यस्तो देखेको छ वाउ कस्तो दामी हेर न के हो त्यो तल हेलो एभ्रीवान वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँलाई मेरो च्यानलमा स्वागत छ अनि म चाहिँ अहिले फेरि बाहिर निस्केको छु अहिले चाहिँ नाइट टाइम छ नाइट टाइममा म चाहिँ त्यत्तिकै बाहिर निस्केको अनि आज भ्लग चाहिँ कस्तो हुन्छ साथीहरू अन्तिमसम्म हेर्नु होला अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है त स्टे ट्युन साथीहरू सो साथीहरू म र साथी जाँदैछौँ यहाँ चाहिँ हाम्रो पार्टी बस भएर हिँडिरहेको थियो त्यो हिँड नि त त्यो मान्छे हिँड नि त म त्यही भएर यसको रुममा के तिमी स्टप हुँदा याद भयो देख्यो तिमीले मैले त त्यो हिँड्नु त्यो भएर कि नदेखि हिँडिरहेको थिएँ यहाँ चाहिँ देख्दैछ मैले पछाडि क्यामेराबाट गरेको भिडियो अहिले राख्नु छैन नि त ए पछाडि अलिक फ्रन्ट क्यामेराबाट गरेको कि जाँदैछौँ हामीहरू चाहिँ लाइक यहाँ चाहिँ मैले हिजो अस्तिको भ्लगमा पनि देखाएको थिएँ म ब्यागबाट गर्छु यस्तो देख्नु यस्तो वाला लाग्यो भने मान्छे नै पहिलो देख्छ भने मेरो साथी चाहिँ पर पुगिसक्यो मलाई पर्खेको मलाई शान्ति लाग्यो यहाँनिर मैले चाहिँ फ्ल्यास बालेर गरेको किनभने राति छ नि त यता त तर राति हिँड्दा पनि मतलब त्यो डर लाग्ने होइन क्या पहिला हामी बसेको ठाउँमा चाहिँ अलिक डराउनु थियो एरोप्लेन कस्तो राइडको उयो भयो पर पुगिसक्यो यो चाहिँ नेपालतिर बकेना हुन्छ तर यहाँ चाहिँ कस्तो यस्तो टाइपको क्या लाइक यो बकेना हो कि के हो बोट चाहिँ यस्तो हुन्छ तर यहाँनिर क्या लाइक पानीहरू हुँदैन नि त र भए पनि कस्तो मजाले के पानी अहिले मैले तपाईँहरूलाई देखाउँछु त्यो समुद्र छेउतिर छ देखाउँछु पानीहरू यस्तो लगाएको हुन्छ कि लाइक यस्तो के भन्छ लाइक हजुर यहाँनिर चाहिँ डेट्स भन्छ यो डेट्स यहाँनिर पनि छ डेट्स इङ्ग्लिसमा डेट्स भन्छ मलाई अब नेपालीमा चाहिँ के भन्छ खजुर नै भन्छ होला के भन्छ यसलाई बेसी कमेन्ट गर्नु होला साथीहरू यो मलाई थाहा भएन के थियो एक्ज्याक्टली अहिले थाहा छ भने कमेन्ट गर्नु होला के भन्छ ओ ग्रिन सिग्नल बलिरहेको छ त यहाँ ग्रिन बलिरहेको छ सिग्नल ग्रिन बलिरहेको छ नि त त्यही भएर उयो पनि ग्रिन बलिरहेको छ ओए छिटाउ न मलाई कस्तो हेरिरहेको हो किनभने मैले फ्ल्यास बालेर ग्रिन लाइट बलिरहेको छ नि त त्यही भएर म एकछिन अफ गर्छु यसरी पानी लगाइरहेको हुन्छ यहाँनिर चाहिँ यो हामी खास झार भन्छौँ होइन यहाँ चाहिँ फुल ल ल सो साथीहरू फाइनल्ली मैले तपाईँलाई भनेको ठाउँ देखाउन आइसकेँ यहाँनिर देख्न सक्नुहुन्छ यहाँ चाहिँ पार्किङ एरिया हो यहाँ चाहिँ पार्क गरिन्छ यसरी यस्तो छ मुरक्काबाद भन्ने ठाउँहरू चाहिँ अनि यहाँबाट चाहिँ
साथीहरू बोटिङ गर्न मिल्छ अनि लाइक सानो सानो बोट पनि हुन्छ यहाँको एक दिराम कता गयो एक दिराम मेरो साथी कता भयो यहाँको एक दिराममा चाहिँ के भन्छ अर्को बरदुबे भन्ने ठाउँ कतिजना दुबईमा हुनुहुन्छ लाइक कमेन्ट गर्नु होला बरदुबे भन्ने यो बिल्डिङ चाहिँ यस्तो छ अनि नाइट भ्यू चाहिँ यस्तो छ यहाँ चाहिँ यस्तो छ साथीहरू देख्न सक्नुहुन्छ ऊ पर के हो त्यो गेस गर्नु कतिजना देख्नु भएको छ अनि त्यहाँनिर पनि हेर्नु यस्तो चाहिँ राति भएर होला खासै राम्रो यस्तो लास्टै दिन भएर यस्तो छ यहाँ चाहिँ बस्ने ठाउँ यस्तो छ देख्न सक्नुहुन्छ बोटिङ उता सुरुमै खोजेकोमा चाहिँ मैले उसलाई भेटेँ यहाँ पनि छैन जस्तो छ कहाँ गयो फेरि रुमको चाबी मसँग होला क्या देख्न सक्नुहुन्छ साथीहरू तपाईँले यो चाहिँ अरू भन्ने ठाउँ हो तर मैले मेरो साथीलाई भेटेन क्या अब एकछिन मात्र म भेटेँ भन्नुपर्छु पहिलाको यहाँनिर हामी प्रायः यहाँनिर आइरहन्थ्यौँ भन्दा पनि कहिले कहिले हामी यहाँ पनि एउटा पार्क छ पार्क जस्तो छ डान्स ऊ पर डान्सहरू एक्सर्साइजहरू गरिरहेको छ यहाँ चाहिँ यस्तो छ मैले अझै पनि मेरो साथीलाई भेटेकै छैन म चाहिँ खासमा मेरो साथीलाई खोजेको कि लाइट गरिरहेको छ नि फेरि नआउने उनीहरू साथीहरूको लाइटहरू भनेको नआउने यहाँनिर चाहिँ यस्तो देखिएको छ खासै राति दिउँसो भएको थियो भने त राम्रो देखिन्थ्यो होला राति भएर खासै राम्रो देखेको छैन हाम्रो अगाडि नै छ नाउ चाहिँ म चाहिँ यहाँ बसिरहेको छु लास्टै गरौँ भएको तर अरूभन्दा पनि कति रे गरेर बनाउँछु कस्तो हुँदो रहेछ ऊ यहाँनिर एउटा कुदिरहेको छ तर राति भएर खासै राम्रो देख्दैन उपर पनि कुदिरहेको छ हाम्रै नजिकै कति धेरै नाउँछ देख्न सक्नुहुन्छ तिमीलाई देखेको छैनौ यहाँनिर यसरी नाउ चाहिँ बाँधेको छ फोनसँगै म पनि झरेँ यो हल्लिरहेको पानीको यो अस्ति त कस्तो मजाले ताल आएको थियो पर अलिअलि बुर्ज खलिफाको टुप्पो देख्यो होला वाउ यो कस्तो दामी देखेँ हेर न ओए हेर न कस्तो पत्ला देख्यो है राम्रो देखेछ तर दिउँसोमा भए अझ राम्रो देख्थ्यो होला कि सायद म त्यसो पनि एकदिन ल्याएर देखाउँछु यहाँनिर तर गर्मी हुन्छ क्या अरूभन्दा पनि यहाँनिर उयो यहाँनिर हामी अर्को ठाउँमा आएको र यहाँ त सानो सानो मात्रै नाउ पाउँथ्यो होइन र ठुलोवाला पनि नि कति धेरै छ नि एक्सर्साइज गर्ने मान्छेहरू क्या मेरो हातै गरेर अब चाहिँ मैले भिडियो फोन पनि हुन्छ यहाँनिर एक्सर्साइज गरिरहेको थिएँ यहाँ चाहिँ पार्ट जस्तो नि त यहाँ चाहिँ पुरा डान्स गर्दै एउटा डान्स एउटा दुईवटा आउँदो रहेछ एउटा डान्स छ सबै एउटा कपिराइट त लाग्दैन होला नि त्यो यहाँ छैन होला त यसको लाइट लास्टै तल्किनु कि लाइटै लाइट भएर त्यसमा एक ग्राम लिन्छ यसमा होइन हो एक ग्राम लिने यो यसमा चाहिँ एक ग्राममा पुऱ्याउँछ पर्दो है हल्लिरहेको थियो
यो त्यसले होला यस्तो मजाले पानी हावा जाइरहेको छ जाँदो रहेछ नि भाइ कति बेला पुग्छ त्यो अनि हाम्रो छेउमा उनीहरूलाई भएको बोट चाहिँ जानु लागेको छ एकजना चाहिँ बसिसकेको छ तर जाँदो रहेछ तल जाँदा चाहिँ हामी चाहिँ अघि कहाँबाट जान्छ होला यहाँभित्र सिधा चाहिँ भनिरहेको छौँ जानलाई हामी चाहिँ यहीँ बसिरहेको छौँ यहाँनिर बसिरहेको छौँ चाहिँ अब जानु लागेको जस्तो छ एकजना पेसेन्जर लिएर गयो के भयो त्यो तल गयो अघि यहाँ थियो त्यो घुमाउँदै त कता लागेको अघि हामी यहाँ सोच्दै थियौँ कि कुरा गर्दैछौँ त्यो पारीबाट यहाँसम्मको फुल हुनु नि भनेर तर मैले भने सो साथीहरू मैले चाहिँ मान्छे छैन सो साथीहरू त्यही हो मेरो ब्लग कस्तो लाग्यो अनि मैले देखाएको कुराहरू कस्तो लाग्यो कमेन्ट गर्नु होला देखाउँछु ल यहाँ वरिपरि लाइक यहाँ वरिपरि यस्तो छ पछाडिबाट पनि ग्रिन लाइट बलिरहेको छु साथीले